साथीहरू हे अहिले चाहिँ म यो एकदम यो हाम्रो हरियाली बेसारबारमा छु र बेसारमा प्रकृतिमा यस्तो राम्रो राम्रो चिजहरू भइरहेको देख्न सकिन्छ। यो अम्बा फलेको यता सानो बोटमा बबाल छ। यता छ हाम्रो बेसारमा, यहाँ लेमन छ, उता विकास हुँदैछ र यहाँ छ एभोकाडो मैले रोपेको। यसले एकदम संरक्षणमा हानिरहेको छु एकदम मोलजल गरेर। यस्तो छ फेरि यसलाई चटक्क सफा पनि हानिदिनु पर्ने हुन्छ है। यसरी यो एकदम हरियाली छ, यसमा चाहिँ यसलाई यसरी फाँडी साँडी बब्बाल बनाइदिनु पर्ने हुन्छ, किनकि यसलाई पनि क्लिन कट गऱ्यो भने चाहिँ एकदमै यो हुर्किन्छ, राम्रो हुन्छ भन्ने आशा गरौँ। यहाँ प्रकृतिमा राम्रो राम्रो बिरुवाहरू देखिन्छ। यहाँ विचारहरू यस्तो छ। यो चाहिँ मेरो कार्य हो, कार्यस्थल पनि यता पनि म अहिले विशेष व्यस्त छु। यस्तो रहेको छ कोपरम।